कुवारले ढाकेको आजको साँझ गीत सङ्गीतै माया गरेर शरीर उपस्थित हुनुभएका सभा आदरणीय दर्शकवृन्दमा आयोजक तथा नेपथ्यको तर्फबाट हार्दिक हार्दिक स्वागत छ। सुनाएर आफ्नो कलेजको दिनहरू सम्झिँदै 35 वर्ष अगाडिको कुराहरू सम्झिँदै म मेरो कलेजको दिनहरू सम्झेर साथीभाइहरूलाई सम्झेर सायराहरू हुनुहुन्छ भने भाग्यमानी हुनुहुन्छ। उहिलेको जस्तो हुने त हुँदै हुन्थेन। माथिल्लो गाउँबाट गौरी गाउँमा
साँझमा यसरी स्वागत गर्न पाउँदा आयोजकलाई हामी हर्षले गद्गद छौँ। नेपाल अचम्मको देश, यो माथि गयो भने हिमाल भन्दा पारि पनि नेपाल छ, तर मरुभूमि जस्तो चिसो नेपाल। बिचमा यो महाभारत पर्वत छ, सुन्दर असाध्य सुन्दर ताल थलैया र झरनाहरूले बगेको महाभारत पर्वत श्रृङ्खला छ। दक्षिणमा आयो तराईको समथर फाँट छ, अन्नको भण्डार छ, लुम्बिनी पाहाड छ, सगरमाथा छ, नेपाल सानो छ, नेपाल सानो छ। संसारका मान्छेहरू
समय मिलाएर साथी सङ्गी साथी भाइ ढोल छिमेकमा आफन्तहरू मिलाएर यो देशको दर्शकवृन्द, यो देशमा साह्रै सुन्दर सुन्दर चिजहरू छन्। व्यवस्थापनको कारणले गर्दा मिलाउन सकेको छैन। यो देश अब तपाईँहरूले बनाउने हो। यो देशलाई बनाइदिनुहोस्। यो देश बनिहाल्छ। हामीसँग के छैन, सबै चिज छ। आउनुस्याहारले भने नि भर्खरै खाएको थिएँ खाएर जान्छेले हेरेको नजरमा गइबस्थ्यो। त्यही भएर जिन्दगीमा मिलिन्जेलसम्म आफन्तहरू साथी सङ्गीहरू लिएर घुम्न निस्किनु होला। कालीगण्डकी करिडोर बनेपछि त तपाईँहरू त झन् नजिक भयो। आउनुहोस्, मैले यहाँलाई भर्खरै जोङसँगै सम्झना गराएँ हामीले। अब यहाँलाई धौलागिरीको रुकुम लिएर जान्छौँ। गुराँस फुल्ने पाखा नभुल्न जाउँ। सुरुङ्गुले लेक नभुलाउँ। अहिले दाम मैले अब यहाँलाई जुम्ला लिएर जान्छु। जहाँ तिला नदी र भीमा नदी बग्ने ठाउँ छ। जहाँ छायानाथ हिमाल हाँस्ने गर्छन्। मुटुमा राजा चिन्ह। जुम्लामा गएर चन्दननाथको दर्शन गर्नु होला। अनि राजामा गएर आनन्द लिनु होला। उहिलेको वैभवशाली कर्णाली के भयो इतिहासको कालखण्डमा कहाँको के बिग्रियो केही पनि बिग्रेन। अब हामीले त्यो बिग्रेको चिजलाई मिलाउनु पर्छ। आउनुहोस्, अब कर्णालीको दुःखसँगै कर्णालीको सुन्दरता तान गर्दै एउटा टप्पा गीत है त।
भनेको के भन्दाखेरि मान्छेले बाँच्दा गर्ने काम, मान्छेले बाँच्दा गर्ने काम नै आखिरमा जीवन रहेछ। भोलि त कसैलाई थाहा छैन। र शिक्षाको जति उज्यालो सँगसँगै उज्यालो अर्को उज्यालो संसारमा केही पनि रहन्छ। त्यही भएर हाम्रो समाजमा अहिले पनि धेरै भाइ बहिनीहरू बाबु नानीहरू विद्यालय जानबाट वञ्चित भएका छन्। असहाय अशक्त, जसको कोही छैन, जसको केही छैन, उनीहरूलाई विद्यालय पठाएर उनीहरूलाई स्पोन्सर गरेर यही दिनमा पुण्य कमाउने काम गर्नुहोस्। मान्छेले भन्छ दान दक्षिणा गरेपछि के हुन्छ? दान दक्षिणा गरेपछि आत्मालाई सन्तुष्टि मिल्छ। जसको कोही पनि छैन, जसको केही छैन, जसलाई कसैले पनि त्यसैलाई हामीले हेर्नुपर्छ रहेछ। दर्शकबिन, यो भन्दा भन्दै अब इलेक्सन आउँदैछ, चुनाव आउँदैछ। तपाईँहरू कतिजना पहिलोपटक भोट हाल्दै हुनुहुन्छ? विरुद्धमा उठोस्। तपाईँको आवाज सधैँ स्वतन्त्रताको लागि उठोस्। तपाईँको विचार सधैँ मानवताको लागि उठोस्। अहिले हामी यहाँ मञ्चमा बसेर विभिन्न जात जाति विभिन्न भाषाभाषीका मान्छेहरू बसेर गीत गाइरहेका छौँ, सुनिरहेका छौँ, बात मारिरहेका छौँ, रमाइलो गरिरहेका छौँ। बटौलीको साँझमा आहा कस्तो सुखद छ। आउनुहोस्, म सबैभन्दा पहिला मेरो साथी ड्रमरको म परिचय दिन्छु। सबैभन्दा पहिला ड्रम हुनुहुन्छ ध्रुव। आजको महागरी हुनुहुन्छ मेरो साथी शान्ति। शान्ति 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 भोजपुरबाट आउनु भएको शान्ति। शान्ति 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 रायमाझी। यस्तै आजको किबोर्डमा हुनुहुन्छ मेरो साथी दिनेश। दिनेश 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 बजाङबाट आउनु भएको दिनेश। दिनेश 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 राज नेग्मी। यस्तै आजको गिटारिस्ट हुनुहुन्छ निरज।
नीरज 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 तपाईँहरूको बटौलीको निरज तपाईँहरूको आफ्नै यहाँको निरज अमृत आपको लागि धेरै धेरै धन्यवाद। तपाईँहरूले यसरी माया गर्नुहुन्छ र हामीले गीत गाउन पाउँछौँ, गीत सुनाउन पाउँछौँ, खुसी लाग्छ। तपाईँहरूको मायाको लागि धेरै धेरै धन्यवाद छ। आशीर्वादको लागि धेरै दर्शकवृन्द, अहिले हामी विभिन्न जात जाति, विभिन्न भाषाभाषी र विभिन्न प्रान्तबाट आएका मान्छेहरू बसेर बटौलीको आजको यो साँझमा यसरी रमिरहेछौँ, गाइरहेछौँ, झुमिरहेछौँ र रमाइरहेछौँ। हाम्रो देश नेपाल पनि यस्तै विभिन्न जात जाति, विभिन्न भाषाभाषीहरूको सङ्गम थलो हो। कोही उत्तरबाट आए, कोही दक्षिणबाट आए, कोही पूर्वबाट आए, कोही पश्चिमबाट आए। हाम्रो पुर्खाहरूले यो ठाउँलाई गुलजार बनाए अनि बसे र हामी नेपाली भयौँ। त्यही भएर यो देशको प्रगतिको लागि, यो देशको उन्नतिको लागि हामी सबै एकजुट भएर मिलेर बस्नुपर्छ। सबैभन्दा पहिला हामी नेपाली, सबैभन्दा पहिला हामी, सबैभन्दा पहिला हामी, सबैभन्दा पहिला हामी, सबैभन्दा पहिला हामी, सबैभन्दा पहिला हामी नेपाली है। र मैले यहाँलाई फेरि अनुरोध गरेँ यो मञ्चबाट, यसपालिको निर्वाचनमा आफ्नो ठाउँमा गाली भए पनि अप्ठ्यारो भए पनि गएर आफ्नो मताधिकारको प्रयोग गर्नु। आउनुहोस् अब शुद्ध एउटा नेपाली गीत सुनाउँ। जाने भन्नु मात्रै माया ठुलो रहेछ। सदनको कुथा बेला र मुख पर्दाखेरि माया लाउनु रहेछ। कसो गरौँ बानी आजभन्दा झन्डै 25 वर्ष बुढो भइए त
Arigato. Arigato gozaimasu. Arigato gozaimasu. Merci, merci. Merci, merci.